दर्शक महानुभावहरू नमस्कार। के अब टिकापुर नेपालकै नम्बर 1 व्यापारिक हब बन्न सक्छ? आज हामी यही विषयमा छोटो चर्चा गर्नेछौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा बर्दिया जिल्लासँगको सिधा सिमाना जोडाइ हो। यदि दौलतपुर झुलुङ्गे पुल र सङ्कटीको पुल निर्माण भई दुवै क्षेत्र मजबुत रूपमा जोडिन्छ भने टिकापुरको व्यापारमा ठुलो परिवर्तन आउन सक्ने ठुलो सम्भावना छ। यी पुलहरूले मानिस र सामान आवतजावत सजिलो बनाउने छन्, जसले गर्दा बजार विस्तार हुनुमा ठुलो मद्दत पुग्नेछ। हालसम्म नदीका कारण आवागमन समस्या थियो, तर पुल बनेपछि समय र खर्च दुवै घट्नेछ। यसले स्थानीय व्यापारलाई नयाँ अवसर दिनेछ भने बाहिरी लगानीकर्तालाई पनि आकर्षित गर्ने सम्भावना बढ्नेछ। साथै कृषि उत्पादन सजिलो बजारसम्म पुग्ने भएकोले किसानले राम्रो मूल्य पाउन सक्छ।